नमस्कार, सम्पूर्णमा नमस्कार। आज फेरि म यो नयाँ ठाउँमा आइपुगेको छु। त्यो बुझाउको यो पार्कमा, यो पब्लिक पार्क। यतापट्टि देखिरहनु भयो छ यस्तो पोखरी छ, ठुलो पोखरी। अनि उतापट्टि पनि छ, उतापट्टि लेख बिस्तारै उतापट्टि छ। अनि यहाँ एउटा चाहिँ कस्तो विशेषता छ भन्दाखेरि यहाँ तपाईँहरूलाई म देखाउँछु बिस्तारै। यो चाहिँ सानो एउटा नहर जस्तो छ। यो चाहिँ पानी यताको पानी उता, उताको पानी यता हुने बाटो हो। यसमा चाहिँ एउटा सानो पुल बनाएको छ। यो पुलमा चाहिँ यस्तो धेरै चाबीहरू भिन्नाएको छ। तपाईँले देखिरहनु भएको चाहिँ यतापट्टि पनि धेरै छ, उतापट्टि पनि धेरै छ यो चाबी। यो के रहेछ भन्दाखेरि बुझ्दाखेरि यो चाहिँ एउटा कस्तो हुँदो रहेछ नि, एउटा के भन्ने, एउटा मायामा लभ भएका केटाकेटीले चाहिँ झुन्डाउने एउटा चाबी रहेछ। अब यहाँ यस्तो छ, एउटा के भने हरेक देशमा आफ्नो चलन हुने रहेछ। हाम्रो नेपालतिर पनि कतै ऐना झुन्डाउने, कतै केही हुन्छ। मैले त्यो देखेको थिएँ। त्यस्तै खालको यहाँ चाहिँ यस्तो चाबी झुन्डाउने रहेछ है। ल, एउटा कुरा नयाँ थाहा पाइयो। ल गाइस, यो बुझाउको पार्क हो, यो राम्रो छ एउटा घुम्नको लागि। यसो छुट्टीमा यतातिर आउनुहोस्। ल, आनन्द यसरी बसेर फोटो खिच्दै गफ गर्दै बस्न पाइन्छ। आनन्द। धन्यवाद। हस्, नमस्कार।